यसो तलसम्म गएर आएको ती तल पसलसम्म गएर आएको कि एउटा सामान मगाउनु थियो अनि त्यही भएर अनि सामान सामान भन्छु के सामान हो त भन्नु हुँदैन मलाई ल्याएपछि देखाउँछु नि हुँदैन अहिले नै भन्नुपर्छ के देखाउने हो तिमीलाई मात्रै ल्याउन लागेको हो कि मलाई पनि ल्याइदिनु लाग्यो कस्तो जिद्दी गरे कि पहिला मलाई ल्याउँछु अनि राम्रो लाग्यो भने हजुरलाई मगाउँछु नि हुँदैन त्यसरी पनि हुन्छ त जस्तो होस् राम्रो हो कि नराम्रो होस् मलाई पनि चाहियो कस्तो जिद्दी गरेर एउटा कुर्ता सुरुवाल त्यो मगाएको हो क्या यस्तो राम्रो लाग्यो म त यस्तो साडी लाएर बस्छु जहिले जहिले हजुरलाई म साडी ल्याइदिउँ नि त हजुर त जहिले साडी लाउने हो मलाई नि कुर्ता सुरुवाल चाहियो अब कुर्ता सुरुवालै लाउँछु तिमीले जस्तो लाउँछस् त्यो जिद्दी गरेर के यो दिदी त अनि म चाहिँ यत्रो घरको काम यहाँ तलदेखि माथिसम्म सरसफाइ मैले गर्ने खाना मै पकाउने भाँडासाँडा मै माझ्ने अनि मलाई चाहिँ यसै सम्झेर एकजोर ल्याइदिनु पर्दैन र कस्तो कुरा गर्नुभएको क्या हजुरले मैले चाहिँ गरेको छैन भने मैले पनि भ्याएको बेलामा त गरिरहेको छु गरेर तिमी कहिले उता भन्छौ कहिले उता जाने काम गर भन्छौ कहिले हिँड्छ जहिले हिँडेछ घरमा चाहिँ रात दिन मैले गर्ने अनि मलाई चाहिँ चाहिँदैन त्यसो नभन्नु न दिदी मैले पनि गरेको छु नि जहिले पनि मलाई चाहिँ काम नगरे भनेर दोष नलगाउनु न झन् हजुरलाई पनि म लिएर आइदिइहाल्छु नि कस्तो रिस गऱ्यो होला कि अनि ल्याएपछि त एकैचोटि ल्याउनु पर्दैन त मगाएपछि त्यही भएर मैले नभन्न लाग्यो हजुरले जिद्दी गरेर हो क्या नभने पनि यस्तै हो क्या मलाई खाइ भने जहिले त्यसो भने अस्ति पनि ल्याइदिएको थिएँ नि मैले हजुरलाई ल्याइदियो आफूलाई चाहिँ राम्रो राम्रो लिएर लाउने अनि मलाई चाहिँ छैन यो घरको नोकर्नी हो र सधैँभरि मैले नै काम गर्नुपर्ने होइन यो दिदीले आज मलाई किन रिस उठाइराख्नु भएको छ झन् राम्रो भएर बोलिरहेको छु के नोकर्नी भने घरको काम सबैजनाले बराबर त गरेको छैन मैले गरेको छैन चुबो लाग्यो भने धेरै हेर्नु नखोज्छु है मैले भनिदिएको छु नि नोकर्नी भनिन्छ घरको काम गर्नलाई पकाउनु पऱ्यो खानु पऱ्यो आफैले पनि त खानु पऱ्यो नि जहिले पनि मलाई त्यस्तै भन्छ गयौँ यस्तो कुराहरू सुनेर काम चाहिँ रात दिन मैले गर्ने होइन हजुरले आज मसँग जिउ खोज्दै लाग्यो म आमालाई म भनिदिन्छु आमालाई नभने तिमीलाई कहाँ छाड्छु र भने पनि डराउँदिनँ तिमी चाहिँ दायाँ बायाँ गरेर हिँड्दा पनि म तिमीलाई ढाकछोप गर्ने दुनियाँ भने तिमी चाहिँ अहिले मलाई यहाँ यस्तो भन्ने के भने मैले झन् ल्याइदिन्छु है दिदी म राम्रो लागेपछि त्यो ल्याएपछि भनेर भन्दा पनि एउटा कुर्ता सुरुवालको जिउमा यत्रो मसँग झगडा गर्न आउने परेन झन् म चाहिँ किन झगडा गर्नु छैन अनि आफू चाहिँ राम्रोसँगले हिँड्नु त्यही त राम्रो राम्रो लायो मिठो मिठो खायो बाहिरबाट मगाएको त खाना पनि घरको मिठो हुँदैन लाउँछु त आफ्नो बुढाले कमाएको लाउँछु नि तपाईँ पनि लाउनु न मैले छैन तपाईँको फाइदा भएको अब भाइलाई नि भन्नु किन झगडा गर्नु भनेर भनेको त भाइलाई नि सबै कुरा लगाइदिन्छु अनि ठिक्क परोस् तिमीलाई लगाइदिएर केही हुँदैन मलाई केही पर्दैन पर्छ कि पर्दैन आमालाई सुनाएपछि थाहा हुन्छ केही हुन्न नचाहिने काम गरेर हिँड्या भए पो सुनाएँ के त मैले फुर्सद भएर काम गरेर मैले ढाकेको छोपेको नचाहिने काम गरेर छु र मैले ल भन्नु त के काम गरेर हिँडेको छु त्यस्तो बराबर के हिसाब किताब बराबर के जोख्ने हो र बराबर ल्याउने चाहिँ हजुर नहुँदा पनि त मैले गरेको छु नि लाउने लुगा चाहिँ एक्लै बाग्ने मेरो आफ्नो कमाइ ल्याइ लाएँ त मेरो बुढाले अनि मेरो काम छैन मेरो कमाइ छैन भनेर मलाई चाहिँ मैले बेला बेलामा ल्याइदिने गरेर त छ नि झन् ल्याइदिन्छु भनिरहेको छु ल्याइदिनु सोचिरहेको थिएँ त ल्यायो के भन्नु हुँदो रहेछ भनेर मलाई मात्रै ल्यायो के भन्नु हुँदो रहेछ भनेर मलाई मात्रै ल्याएको भनेर भनेको यस्तोसँग झगडा गर्नुभयो अब त झन् दिन्न म गएन यस्तो मान्छेलाई के